बुबाको वार्षिकीमा हामी सबैजना जुटेका छौँ र मैले यो सानो आफ्नो भात व्यक्त गरेर 2-4 लाइन लेखेको थिएँ बुबाको 13 दिनको काममा बस्दाखेरि। त्यसैलाई म आज मेरो परिवारमा वाचन गर्दैछु। बाबा र कान्छी छोरी। जब जब देख्छु म हाम्रो घरमा बाबी र कान्छी छोरीको अगाध स्नेह र साथीत्वपन, तब म पनि एकपल्ट आफ्नै बाल्यकालमा फर्कन्छु। मेरा ती अतीतका स्मरणहरूलाई मनभरि सजाएर कहिले मक्ख दङ्ग पर्छु त कहिले भक्कानिएर रुन्छु पनि। खोलाले किनारलाई छोडेर हिँडे जस्तै सधैँ सँगै भइरहन नपाउने निष्ठुरी यो समयलाई मनै गाली पनि गर्न भ्याउँछु र आफैलाई चित्त बुझाउन हरदम कोसिस गर्छु। केही लागेन भने यसै गरी कलम र कापीलाई सबै तितो मिठो पोखेर भारी मनलाई हलुका बनाउँछु। धन्य छ लामो समयदेखिको मेरो यो आदत। कान्छी छोरी मायाको डोरी दिन्न कसैलाई भनेर गीत गाउँदै मलाई बजार डुलाउने भुलाउने मेरो बुबाको आवाज अझै पनि ताजा भएर गुन्जिरहन्छ। घन्टा बसेर गरेका ती जीवन र जगतका गन्थन र चिन्तनहरू अझै झनै अब त बुझ्ने शैलीमा पुनर्ताजगी भएर मानस पटलमा घुमिरहन्छ। किनकि अब त म पनि उमेर र अनुभवले अलिकति खारिएको होला। बुबा हजुरले सिकाइरहने सहनै नसके पनि सहु, त्यो महावाणी जीवन ऊर्जा बनेर हरदम साथ दिइरहेकै छ। नित्य ईश्वरीय चिन्तन, समाजसेवा, धैर्य र सहनशीलता जस्ता दिव्य सिंगारले धपक्क बलेको हजुरको त्यो विगतका जीवनलाई साक्षी भावले हेरिरहन्छु। हरेक दिनको ब्रह्म मुहूर्तको नित्य कर्ममा त्यो मन्द मुस्कान सहितको चित्रपटको दिव्य दर्शन भइरहँदा भौतिक रूपले बाबा छोरीको बिछोड भए पनि आत्मिक सम्बन्ध भने अझै गाढा भएको, अझै धेरै कृपा आशीर्वाद पाइरहेको अनुभूति गरेको छु। जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा अझै चमक थपेको छु। हजुरको सम्पूर्ण ती सुसंस्कारको सम्पत्तिलाई जोगाइराख्ने र पुस्ता हस्तान्तरण गर्न हरदम लागि नै रहनेछु। हजुरको प्यारी कान्छी छोरी कान्छा।